नमस्कार र द डीप डाइभमा स्वागत छ। हाम्रो सबैको भान्सामा एउटा सानो पहेँलो दाना हुन्छ, मेथी। कसैलाई यसको तितो स्वाद मनपर्छ, कसैलाई पर्दैन। तर परम्परादेखि नै यसलाई स्वास्थ्यको लागि चमत्कारी नै मानिन्छ। आजको हाम्रो मिसन के हो भने, के यी सबै कुराहरू हजुरआमाका कथाहरू मात्र हुन्, वा हाम्रो भान्साको यो सामान्य मसला साँच्चै एक वैज्ञानिक पावर हाउस हो? यो प्रश्न एकदमै सान्दर्भिक छ, किनभने हामीसँग आज जुन स्रोतहरू छन् तिनीहरूले मेथीलाई परम्परागत दृष्टिकोणबाट मात्र हेरेका छैनन्, बरु कठोर वैज्ञानिक परीक्षणको नजरबाट पनि हेरेका छन्। हामीसँग मधुमेह रोगीहरूमा गरिएको एउटा क्लिनिकल परीक्षण छ, खेलाडीहरूको शक्तिमा यसको प्रभाव बारेको अध्ययन छ, अनि यसका विभिन्न स्वास्थ्य फाइदाहरूलाई केलाएर हेरिएका विस्तृत समीक्षा लेखहरू पनि छन्। आज हामी यही प्रमाणको आधारमा मेथीको गहिराईमा पुग्नेछौँ। ल, त्यसो भए सुरु गरौँ न त। सुरुमा मेथीलाई यति विशेष के कुराले बनाउँछ? मतलब हामीले खाने अरू गेडागुडी भन्दा यो कसरी फरक छ? पौष्टिकताको हिसाबले हेर्दा कस्तो छ यो? पोषणको दृष्टिकोणले त यो निकै प्रभावशाली छ। स्रोतहरूका अनुसार 100 ग्राम मेथीको दानामा करिब 23 ग्राम प्रोटिन हुन्छ। 23 ग्राम? त्यो त दाल बराबर भयो नि। हो, लगभग। त्यसमाथि 25 ग्राम फाइबर र लगभग 34 मिलिग्राम आइरन पनि हुन्छ। 34 मिलिग्राम आइरन? त्यो त पालुङ्गोको भन्दा पनि धेरै भयो। धेरै। यसका साथै यसमा भिटामिन B6, म्याग्नेशियम, पोट्यासियम जस्ता तत्त्वहरू पनि प्रशस्त मात्रामा पाइन्छन्। वाह! प्रोटिन, फाइबर, आइरन, पोषणको हिसाबले त यो आफैमा एक सुपर फूड जस्तो देखिन्छ। तर यसको औषधीय गुणको चर्चा पोषणले मात्रै त पक्कै हुँदैन होला। बिल्कुल हुँदैन। यसको वास्तविक शक्ति त यसमा पाइने विशेष जैविक सक्रिय यौगिकहरूमा लुकेको छ। यी यस्ता रसायनहरू हुन् जसले शरीरभित्र गएर के स्पेसिफिक काम गर्छन्। उदाहरणको लागि, मेथीमा ग्यालेक्टोमैनिन भन्ने एक विशेष प्रकारको घुलनशील फाइबर पाइन्छ। एकछिन है, घुलनशील फाइबर त्यो भनेको कस्तो खालको? राम्रो प्रश्न। यसलाई यसरी बुझौँ न, जब तपाईँ चिया सीडलाई पानीमा हाल्नुहुन्छ, त्यसले एउटा जेल जस्तो लेदो बनाउँछ नि। बनाउँछ। ग्यालेक्टोम्यानिनले हाम्रो पेटमा गएर ठ्याक्कै त्यस्तै काम गर्छ। यसले खानाबाट चिनी र चिल्लो पदार्थ रगतमा सोसिने प्रक्रियालाई सुस्त बनाइदिन्छ। कल्पना गर्नुहोस्, यसले रगतमा चिनीको मात्रा 81 बढ्नबाट रोक्नको लागि एउटा प्राकृतिक ब्रेक सिस्टम जस्तै काम गर्यो। कति रोचक! अर्थात् खाना खाएपछिको सुगर स्पाइकलाई यसले रोक्न मद्दत गर्यो। यही कारणले होला मधुमेहमा यसको यति धेरै चर्चा हुने, होइन त? हो, त्यो एउटा प्रमुख कारण हो। तर कथा यतिमै सकिँदैन। मेथीमा मधुमेह नियन्त्रण गर्ने अरू पनि शक्तिशाली हतियारहरू छन्, जसमा हामी एकैछिनमा आउनेछौँ। ठिक छ, त्यसो भए मधुमेहको विषयमा अझ गहिरिएर जाउँ। मेथी पानी पिउँदा सुगर नियन्त्रण हुन्छ भन्ने कुरा त हामीले घर घरमा सुन्छौँ, तर हामीसँग भएको एउटा स्रोत भारतमा गरेको क्लिनिकल परीक्षणले चाहिँ के भन्छ? त्यो अध्ययन कसरी गरिएको थियो र त्यसबाट के देखियो? त्यो निकै महत्त्वपूर्ण अध्ययन हो। भारतको तेलङ्गानामा गरिएको उक्त अध्ययनमा टाइप 2 मधुमेह भएका 60 जना बिरामीलाई समावेश गरिएको थियो। उनीहरूलाई 2 समूहमा बाँडियो। एउटा समूहलाई उनीहरूको नियमित औषधिका साथै दैनिक 10 ग्राम मेथी तातो पानीमा भिजाएर खान दिइयो। अर्को समूहले भने आफ्नो नियमित औषधि मात्र सेवन गर्यो। अनि नतिजा कस्तो आयो त? के मेथीले साँच्चै फरक पार्यो? नतिजाले ढिलो तर निकै सकारात्मक प्रभाव देखायो। मेथी खाने समूहको खाली पेटको रगतमा चिनीको मात्रा त्यो 5औं महिनामा गएर उल्लेखनीय रूपमा घट्यो। 5औं महिनामा? भनेपछि समय त लाग्यो है? हो, समय लाग्यो। र अझ महत्त्वपूर्ण कुरा, उनीहरूको HbA1c अर्थात् पछिल्लो 3 महिनाको औसत सुगरको मात्रा त्यो 6औं महिनामा गएर निकै तल झर्यो। यसले के देखाउँछ भने मेथीले रातारात चमत्कार गर्दैन, तर नियमित सेवनले बिस्तारै तरिकाले सुगर नियन्त्रणमा मद्दत गर्छ। यो प्रभाव हामीले अघि कुरा गरेको त्यो जेल जस्तो फाइबरले गर्दा मात्रै हो त, कि अरू केही पनि छ? यहाँनिर मेथीको अर्को रहस्य खुल्छ। यसको प्रभाव फाइबरले मात्र होइन। मेथीमा 4 हाइड्रोक्सी आइसोल्युसिन
छोटकरीमा 4OH आइल नामक एक दुर्लभ एमिनो एसिड पाइन्छ। 4OH आइल हो, यो प्रकृतिमा अन्यत्र खासै पाइँदैन। वैज्ञानिकहरू विश्वास गर्छन् कि यो यौगिकले हाम्रो प्याङ्क्रियाजलाई थप इन्सुलिन उत्पादन गर्न सङ्केत दिन्छ। भनेपछि शरीरलाई नै एक्टिभेट गर्ने भयो। एकदम। भन्नुको मतलब यसले चिनीलाई पचाउने शरीरको प्राकृतिक क्षमतालाई नै बढावा दिन्छ। अर्थात् यसले समस्याको जडमा नै काम गर्ने प्रयास गर्यो। यो त निकै ठूलो कुरा हो। के यो एउटा मात्र अध्ययनले देखाएको कुरा हो? होइन, यो एउटा मात्र अध्ययनको निष्कर्ष होइन। स्रोतहरूमा उल्लेख भएअनुसार विभिन्न अध्ययनहरूलाई समेटेर गरिएको एक मेटाविश्लेषणले के देखायो भने मेथीको सेवनले औसतमा फास्टिङ ब्लड ग्लुकोज 0.96 मिलिलिटर पर लिटर र HbA1c 0.85% ले घटाउन सक्छ। त्यो त राम्रै कमी हो नि। हो, निकै राम्रो। तर मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण कुरा त यसको रोकथाममा देखिएको भूमिका हो। रोकथाम मधुमेह हुनबाट रोक्ने कुरा गर्दै हुनुहुन्छ। हो, 3 वर्षसम्म चलेको एउटा अध्ययनले प्री डायबेटिक अर्थात् मधुमेह हुने उच्च जोखिममा रहेका व्यक्तिहरूलाई दैनिक 10 ग्राम मेथी खुवायो। नतिजा के देखियो भने मेथी सेवन गर्ने समूहमा मधुमेह विकसित हुने जोखिम उल्लेखनीय रूपमा कम भयो। यसले मेथीलाई मधुमेहको व्यवस्थापन गर्ने औजारबाट मधुमेह हुनबाटै रोक्न सक्ने एक शक्तिशाली उपायको रूपमा स्थापित गर्छ। यो त साँच्चै प्रभावशाली छ। भान्साको मसालाले यति ठूलो भूमिका खेल्न सक्छ भन्ने कुरा सोच्न पनि गाह्रो छ। अब अलिकति फरक बाटो लागौं। मधुमेहको कुरा त भयो, तर आजभोलि फिटनेस र जिम जानेहरूमा पनि मेथीको सप्लिमेन्ट निकै लोकप्रिय हुँदैछ। यसले मांसपेशी बढाउँछ र शक्ति दिन्छ भन्ने हल्ला छ। के यो दाबीमा कुनै वैज्ञानिक सत्यता छ? यो क्षेत्रमा पनि निकै रोचक अनुसन्धान भएको छ। हामीसँग भएको एउटा स्रोतले 8 हप्तासम्म चलेको एक अध्ययनको विवरण दिन्छ। यसमा नियमित रूपमा जिममा वजन उठाउने मतलब रेजिस्टेन्स ट्रेनिङ गर्ने 60 जना स्वस्थ पुरुषहरूलाई सहभागी गराइयो। उनीहरूलाई 2 समूहमा बाँडियो। एक समूहलाई दिनको 2 पटक 300 मिलिग्राम मेथीको विशेष सप्लिमेन्ट दिइयो भने अर्कोलाई प्लासेबो। प्लासेबो अर्थात् उस्तै देखिने तर कुनै गुण नभएको चक्की। हो, र 8 हप्तापछि के देखियो त? नतिजाहरू साँच्चै आश्चर्यजनक थिए। सबैभन्दा पहिले शरीरमा सक्रिय रहने टेस्टोस्टिरोन हार्मोन, फ्री टेस्टोस्टिरोनको स्तर हेरियो। प्लासेबो समूहमा यसको स्तर करिब 49% ले बढ्यो, जुन व्यायामले गर्दा हुने सामान्य वृद्धि हो। तर मेथी खाने समूहमा यो वृद्धि 98.7% थियो। एकछिनै 98.7%, झन्डै दोब्बर। एउटा सामान्य जडीबुटीको सप्लिमेन्टले यस्तो नतिजा दिन सक्छ? पत्याउनै गाह्रो छ त। तपाईको शङ्का एकदम जायज छ। यो सङ्ख्या सुन्दा अपत्यारिलो लाग्छ, तर यसको पछाडि एक सम्भावित वैज्ञानिक कारण छ। मेथीमा डायोस्जेनिन जस्ता स्टेरोइडल सेपोनिन्स पाइन्छन्। यी यौगिकहरूले एरोमेटेज नामक एक एन्जाइमको कामलाई रोक्न सक्छन्। एरोमेटेज यो एन्जाइमले टेस्टोस्टेरोनलाई महिला हर्मोन एस्ट्रोजेनमा परिणत गर्ने काम गर्छ। जब यो प्रक्रिया रोकिन्छ, शरीरमा सक्रिय टेस्टोस्टेरोनको मात्रा स्वाभाविक रूपमा बढ्छ। त्यसैले यो कुनै बाहिरी हर्मोन थपेको जस्तो होइन, बरु शरीरकै हर्मोनलाई नष्ट हुनबाट जोगाएको जस्तो हो। अच्छा, भन्नुको मतलब यसले शरीरको आफ्नै प्रणालीलाई अझ प्रभावकारी बनाइदियो। यो त निकै चलाक तरिका रहेछ। टेस्टोस्टेरोन बाहेक शरीरको बनोट र शक्तिमा अरू केही फरक देखियो। मेथी समूहमा शरीरको बोसो प्रतिशतमा उल्लेखनीय कमी आयो। उनीहरूको तिघ्रा र पाखुराको पछाडिको भाग मतलब ट्राइसेप को छालाको मोटाइ पनि घट्यो, जसले बोसो घटेको सङ्केत गर्छ। अझ रोचक कुरा त उनीहरूको मांसपेशीको सहनशीलतामा देखियो। बेन्च प्रेसमा रेपिटेशन्स टु फेलियर अर्थात् थाक्नुभन्दा अघि कति पटक उठाउन सकिन्छ भन्ने मापनमा मेथी समूहको प्रदर्शन बढ्यो। तर अचम्मको कुरा, प्लासिबो समूहको प्रदर्शन 8 हप्ताको तालिमपछि पनि थोरै घट्यो। व्यायाम गरिरहँदा पनि प्रदर्शन घट्यो? हो, यसले के सङ्केत गर्छ भने मेथीको सप्लिमेन्टले सायद रिकभरीमा मद्दत गर्यो, जसले गर्दा उनीहरूले तालिमको चापलाई राम्रोसँग सहन सके र आफ्नो प्रदर्शन सुधार्न सफल भए। मधुमेहीदेखि जिमको प्रदर्शनसम्म मेथीको दायरा निकै फराकिलो रहेछ। अब एउटा यस्तो विषयमा कुरा गरौँ जुन हाम्रो समाजमा गहिरोसँग जोडिएको छ,
सुत्केरी महिलालाई दूध बढाउन मेथीको लड्डु वा ज्वानोको झोल खुवाउने चलन छ। मेरी हजुरआमा त यो कुरामा एकदमै विश्वास गर्नुहुन्थ्यो। के विज्ञानले हजुरआमाको यो विश्वासलाई समर्थन गर्छ? यो विषय अलि जटिल छ। स्रोतहरूले यसमा मिश्रित प्रमाणहरू देखाउँछन्। मधुमेह र शारीरिक प्रदर्शनमा जस्तो स्पष्ट र बलियो प्रमाण यहाँ देखिँदैन। केही अध्ययनले सकारात्मक सङ्केत दिन्छन् भने केहीले कुनै प्रभाव नदेखिएको बताउँछन्। कस्तो खालको सकारात्मक सङ्केत? उदाहरणको लागि टर्कीमा गरिएको एक अध्ययनमा सुत्केरी आमाहरूलाई 3 समूहमा बाँडियो। एक समूहलाई मेथीयुक्त हर्बल चिया दिइयो, अर्कोलाई प्लेसिबो र तेस्रोलाई केही पनि दिएन। नतिजामा मेथी चिया पिउने आमाहरूको दूधको मात्रा सुत्केरी भएको तेस्रो दिनमा नै अरूको भन्दा बढेको पाइयो। तेस्रो दिनमै? यसले के सङ्केत गर्छ भने विशेष गरी सुत्केरी भएको सुरुवाती दिनहरूमा यसले दूध उत्पादनलाई छिटो सुरु गराउन मद्दत गर्न सक्छ। तर तपाईँले भन्नुभयो सबै अध्ययनले यस्तो देखाउँदैन। त्यसो भए प्रभाव नदेखिएको अध्ययन चाहिँ कस्तो थियो? अर्को एक राम्रोसँग डिजाइन गरिएको अध्ययनमा समय नपुगी जन्मेका शिशुहरूका आमाहरूलाई सहभागी गराइयो। उनीहरूलाई मेथीको क्याप्सुल र प्लेसिबो दिइयो। तर 21 दिनको अन्त्यमा दुवै समूहको दूधको मात्रामा कुनै खास भिन्नता देखिएन। एउटै कुरामा यस्तो फरक नतिजा किन आउँछ होला? यसका धेरै कारण हुन सक्छन्। अध्ययनमा प्रयोग गरिएको मेथीको मात्रा, अध्ययनको डिजाइन वा सहभागी महिलाहरूको शारीरिक अवस्था फरक भएर पनि यस्तो हुन सक्छ। अर्को महत्त्वपूर्ण पक्ष मनोवैज्ञानिक प्रभाव पनि हो। जब कुनै महिलाले यो खाँदा दूध बढाउँछ भनेर विश्वास गरेर केही खानुहुन्छ, त्यो विश्वासले मात्र पनि कहिलेकाहीँ सकारात्मक असर पार्न सक्छ। प्लासिबो इफेक्ट? हो। त्यसैले निष्कर्ष के हो भने मेथीले केही महिलालाई मद्दत गर्न सक्छ, तर यसलाई दूध बढाउने ग्यारेन्टेड समाधान मान्नु हुँदैन। स्तनपान गराउने सही तरिका र अन्य पोषणमा ध्यान दिनु सायद अझ बढी महत्त्वपूर्ण हुन्छ। स्पष्ट छ। भनेपछि यो एउटा सहयोगी उपाय हुन सक्छ, तर एकमात्र समाधान होइन। हामीले मेथीका धेरै फाइदाहरूबारे कुरा गर्यौं, तर कुनै पनि कुराको अर्को पाटो पनि हुन्छ। कुनै पनि व्यक्तिले आफ्नो खानामा मेथीको मात्रा बढाउनु वा सप्लिमेन्ट लिनु अघि यसको सम्भावित साइड इफेक्ट र जोखिमबारे जान्नु एकदमै जरुरी छ। यस विषयमा हाम्रा स्रोतहरूले के भन्छन्? यो सबैभन्दा महत्त्वपूर्ण खण्ड हो। कुनै पनि हर्बल सप्लिमेन्ट प्रयोग गर्दा यो पक्षलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन। मेथी सामान्यतया सुरक्षित मानिन्छ, तर यसका केही साइड इफेक्टहरू छन्। सबैभन्दा सामान्य भनेको पाचन सम्बन्धी समस्या हो। धेरै मात्रामा सेवन गर्दा पेट फुल्ने, ग्यास हुने वा कसैलाई पखला लाग्ने हुन सक्छ। अनि त्यो एउटा अनौठो गन्धको बारेमा पनि मैले पढेको थिएँ। हो, त्यो सायद यसको सबैभन्दा चर्चित तर हानिरहित साइड इफेक्ट हो। मेथीको नियमित सेवनले पसिना, पिसाब र कहिलेकाहीँ स्तनपानको दूधमा पनि मेपल सिरप जस्तो बास्ना आउन सक्छ। मेपल सिरप? यो सोटोलन नामक यौगिकको कारणले हुन्छ। यो अनौठो लाग्न सक्छ, तर स्वास्थ्यको लागि हानिकारक होइन। भनेपछि शरीरबाट प्यानकेकको जस्तो बास्ना आउन सक्छ? त्यो त रमाइलो लाग्यो। तर केही गम्भीर चेतावनीहरू पनि छन् कि? छन्, र ती निकै महत्त्वपूर्ण छन्। पहिलो, रक्तस्रावको जोखिम। मेथीले रगत पातलो बनाउने एन्टिकोएगुलेन्ट गुण देखाउन सक्छ। त्यसैले कुनै पनि शल्यक्रिया गर्नुभन्दा कम्तीमा 2 हप्ता अघि यसको सेवन बन्द गर्न सल्लाह दिइन्छ। जो व्यक्तिहरूले वार्फेरिन जस्ता रगत पातलो बनाउने औषधि पहिले नै सेवन गरिरहेका छन्, उनीहरूले त डाक्टरको सल्लाह बिना मेथीको सप्लिमेन्ट लिनु अत्यन्तै खतरनाक हुन सक्छ। यो त निकै गम्भीर कुरा हो। अरू केही छ? अर्को हो एलर्जी। मेथी गेडागुडी परिवारको सदस्य हो। त्यसैले जसलाई चना, बदाम वा अन्य गेडागुडीसँग एलर्जी छ, उनीहरूलाई मेथीसँग पनि क्रस रियाक्सन हुन सक्ने सम्भावना हुन्छ। र अन्त्यमा यसले कलेजोमा विभिन्न औषधिहरू टुक्रिने प्रक्रियामा असर गर्न सक्ने भएकाले यदि कोही व्यक्तिले कुनै पनि रोगको लागि नियमित औषधि सेवन गरिरहेको छ भने मेथीको सप्लिमेन्ट सुरु गर्नु अघि चिकित्सकीय सल्लाह लिनु अनिवार्य छ।
आजको यो गहिरो छलफलबाट के स्पष्ट भयो भने हाम्रो भान्साको मेथी साँच्चै एउटा सामान्य मसला मात्र होइन। मधुमेह नियन्त्रण र रोकथामदेखि लिएर शारीरिक प्रदर्शन सुधार्नेसम्म यसका सम्भावित फाइदाहरूको पछाडि बलियो वैज्ञानिक आधारहरू देखिन्छन्। तर सँगसँगै यो कुनै जादुको छडी होइन र यसको प्रयोग गर्दा यसको सुरक्षा र जोखिमबारे पूर्ण रूपमा सचेत हुनुपर्छ। हो, मुख्य सन्देश यही हो। कुनै पनि हर्बल सप्लिमेन्ट जस्तै मेथीको प्रयोग पनि जानकारी र सावधानीका साथ गर्नुपर्छ। यो परम्परागत उपचार वा आधुनिक औषधिको विकल्प होइन, तर एक शक्तिशाली सहयोगी उपचार पक्कै हुन सक्छ। प्रमाणहरूले यसको ठूलो सम्भावना देखाउँछन्, तर यसलाई सबै रोगको एक औषधि मान्ने गल्ती गर्नु हुँदैन। बिल्कुल। आजको छलफलले मलाई एउटा ठूलो प्रश्नमा सोच्न बाध्य बनाएको छ के कुरा? जस्तो यो मेथी छ नि, यसमा त कति धेरै जैविक सक्रिय यौगिकहरू छन् जसले शरीरमा सँगै मिलेर काम गर्छन्। अब हाम्रो आधुनिक औषधिले त प्राय एउटा मात्र सक्रिय तत्त्वमा केन्द्रित भएर काम गर्छ। हो त। अब यस्तो जडीबुटीको समग्र संयुक्त प्रभावलाई हामीले कठोर वैज्ञानिक परीक्षणको दायरामा कसरी ल्याउन सकिन्छ? सायद भविष्यको अनुसन्धानले यसको उत्तर खोज्नेछ। यो आफैमा एक रोचक विषय हो।